Hello everyone, it's me Daily Salome and welcome back to my channel. So today's video is all about our short hike. So yeah, please keep भनिदिनुस्. So हाम्रो hiking trail चाहिँ हस्पीमा छ, which is Blue Gum Walk. Public transport लियो भने चाहिँ it's like 1 hour. Like 1 hour, something like 10 minutes, 5 minutes, and if you drive, it's like 40 minutes drive from here. And हामी अझै after confused some should we drive or should we use public transport? So that's it. Hike trail को नाम चाहिँ Blue Gum Walk, located in Hornsby. So yeah, हामी चाहिँ hike जाँदै छौँ, but it's already 12 PM. कति ढिलो उठ्नु हुने के उठ्दै नउठ्ने ल हामी यहाँ चिया पिउँदैछौँ चिया म चाहिँ अघि 9 मा उठिसके हो मैले चाहिँ उठाउने धेरै प्रयास गरेँ तर म असफल हुन पुगेँ त्यसै कारण 12 बजेको हो इट्स नट माई फल्ट मान्नुभयो बिलिभ गर्ने होइन नि कन्भिन्सिङ मैले भनेको कन्भिन्सिङ छ सो हामी एकछिन रेडी भएर जान्छौँ बाई बाई सो हामी चाहिँ अहिले रेडी भइसक्यौँ अनि लास्ट मोमेन्टमा हामीले चाहिँ खाजा लिएर जाऊँ किनकि लास्ट टाइम हामी जहाँ त ओएमजी किन्ने भनेर किनिलिएर गएन लास्टमा त्यहाँ क्लोज हामी चाहिँ के लिएर गएको थियौँ के पनि लगेन होला अनि वाटसन बेकै त्यो साइड बस स्टेसनको अपोजिट साइडमा चाहिँ आइसक्रिम रहेछ अनि त्यहाँ आइसक्रिम खाएर आएको सो डिसाइडेड टु टेक चटपट मसलाहरू अनि हामीले चाहिँ यसमा चाहिँ कफी राखेछौँ ब्ल्याक कफी अनि अनियन चिल्ली कोरिएन्डर अनि यो पिनट्स भयो अनि यो मसला है अनि लेमन यहाँ चाहिँ आलु छ अनि यहाँ चाहिँ हामीले पानीले रेडी गरे सो अलरेडी लेट भइसक्यो स्टिल केही छैन के भयो बिहान नसकेर Yo, this is my final outfit. Shoes on the process. And this kid I log on to no shoes inside. That's it. It's a coffee. कसले बनाइदिएको कफी Hey, तिमीले बनाइदिएको. Thank you so much. Welcome. माई प्लेजर Oh, okay. सो गाइज म चाहिँ रेडी भइसकेँ अनि आजको हाइकको लागि चाहिँ मेरो ड्रेस यही हो यति नै हो All good? यस अब हामी ढिलो भइसक्यो अब हामी छिटो गरेर हामी जान्छौँ अनि हामी बिचमा चाहिँ फ्लेमिङ्टनमा रोक्छौँ एकछिनको लागि किनकि हामीसँग वी डोन्ट ह्याभ वाइ चाउचाउ विथआउट वाइ चाउचाउ हामीले चटपट बनाउन सक्दैनौँ हामीसँग अहिले घरमा भएको भनेको मसलाहरू मात्रै हो सो Let's go. सो हेलो एक्सक्युज मी जाँदैछौँ छिटो हिँड्दैछौँ हामी This is our car. This is our garage. आफ्नो गाह्रो छ हो आफ्नै गाडीमा गाडीभित्र बस्न नि चोर जसरी बस्नुपर्छ यसरी प्लिज
कति दुःख दिनुभएको क्या हजुरले मलाई तिमी त अनि मैले हिजो 7 दिन भन्छ त्यो ढोकै खोला नमिल्ने गरेर मेरो खुट्टा हेर्नु न ताना हिँडेको बट होप फिङ्गर क्रस है आज चाहिँ पानी पर्दैन भन्ने आशा छ किनकि यो पानी परिरहेको छ है यो विक चाहिँ पानी परिरहेको छ अनि स्टिल वेदर चाहिँ त्यस्तो क्लियर छैन क्या अनि आज चाहिँ जस बिहानै अलिअलि लाइट घाम लाग्यो जस्तो देखेको बट कुछ भी हो सकता है कुछ भी हो सकता है त राम्रो देखेको रहेछ वेदर त है वाउ सुलुलु सुलुलु सो अब डाइरेक्ट फ्लेमिङ्टन मार्केटमा भेटौँ न म यहीँबाट पस्छ हुन ल सो हामीले चाहिँ किनिसक्यो है सामानहरू हामीले सामानहरू किनिसके हाम्रो सामानहरू सरी सर दिन राम्रो छ राम्रै भनौँ यहाँ चाहिँ धेरै ट्र्याक लाइटहरू हुने कि है जुस राम्रो छ रुल्स बुझ्यो भने चाहिँ राम्रो हो के अरे है रुल्स बुझेन भने त कसम सत्यानाश हो त्यही भएर मलाई डर लाग्छ नेपालमा चाहिँ ड्राइभ गर्न सक्छु भन्ने कन्फिडेन्ट थियो बट यहाँ आएर चाहिँ मेरो कन्फिडेन्ट यस्तो भयो यताबाट यस्तो भयो मैले अस्तिबाट यो ओपोटोको कति देखेको छु त नि के Take right. Turn right onto A6 Silverwater Road. Wow, दामी देखेको नाइस नाइस सेम चितवन गए जस्तो हावा है भाइब्स त यस्तै हुन्छ कि रुखै रुख साइड साइडमा राम्रो राम्रो छ हो चितवन पनि 50 को बाटो यप 48-47 को रेन्जमा In 500 meters, turn right. Then at the roundabout, Okay. turn left onto College Crescent. ओ माई गॉड कस्तो दामी अरे कस्तो राम्रो रहेछ नि यताबाट है हजुर यस्तो छ कि हजुर तर हामी गाडीमा आएर होला कि है ट्रेनमा आएको भए चाहिँ यस्तो खासै देख्न पाइन्थेन नि त यस पाटेर सुलुलु कस्तो दामी कस्तो त्यहाँ Turn right. Yes. Then at the roundabout, turn left onto College Crescent. टनेलबाट गए चाहिँ गाइज At the roundabout, turn left onto College Crescent. गाइज हामी चाहिँ निस्किसक्यौँ अघि नै हो निस्किएको मेन भनेको नि त गाडी पार्क गरेर अनि गाडी पार्क गऱ्यौँ अनि त्यसपछि हामी मेन भनेको हामी निस्केको नि त यहाँबाट बल्ल स्टार्ट हो नि त अघिसम्म त हामी गाडीमै थियौँ नि एमाइरा यहाँ हावाको चल्छ त हो ए यहीँ रहेछ नि पेट्रोल त ए इलेक्ट्रिकवाला हो तिनीहरूले चार्ज गरेर गएको रहेछ है होइन सो हामी चाहिँ जाँदैछौँ हाम्रो स्टार्ट भएको छैन अझै अनि
आज त गाइड सर साह्रै जेरो लेभलमा हुनुहुन्छ किनकि बाटै थाहा छैन गुगल म्याप हानेको के भएर गुगल म्याप हानेको गुगल म्याप हानेको अनि यु हेभ युर डेस्टिनेसन एउटामा अनि बाटोमा एउटा रेसिडेन्ट आएको अनि त्योले हामीलाई राम्रोसँग एक्सप्लेन गरिदियो कताबाट छिर्ने वाउ गाइस हेर्नुहोस् यो के हो के हो यो के हो आइदिनु न त्यो रेसिडेन्टले चाहिँ हामीलाई राम्रोसँग डिस्क्राइब गरिदियो कताबाट छिर्ने अनि लाइक वान होल लुप लिएर चाहिँ कसरी बाटो फर्किने भनेर राम्रोसँग गाइड गरिदियो हामी चाहिँ त्यही बाटो फर्किन नपर्दो रहेछ इट्स अ लुप एक राउन्ड हानेर हामी त्यतै आइपुग्दो रहेछौँ वान्स मोर त्यो लुक्स दिनुहोस् त Southern Lookout. हाम्रो चाहिँ हाइकको लागि रेडी स्टे हाइड्रेटेड पानी चाहिँ खानुपर्छ है खाएको अलिकति खान कताबाट अब यहीँ तलबाट भयो हामी जाने होइन उतादेखि सो गाइस फाइनली हाम्रो चाहिँ स्टार्ट हुँदैछ त्यो हामी चाहिँ अघि यता तलपट्टि वक गएको यहाँबाट आउनु पर्ने रहेछ हामी एक राउन्ड हानेर आयौँ होइन त्यो साउदर्न के अरे साउदर्न लुकआउट लुकआउट हेर्नु आउनुहोस् मसँग जाम ब्लू गम वक लेट्स एक्सप्लोर ब्लू गम वक टुगेदर म चाहिँ हिँड्छु तपाईँहरू चाहिँ मेरो ब्लग थ्रु चाहिँ हेर्नु होला हेरिटेज स्टेट्स एन्टिक पिस रहेछ ल हिँड्न पऱ्यो के हिँड्छु त छिटो आउनुहोस् ढिलो नगरिकन सिधै उकालो ओह्रालो रहेछ यो बाटो चाहिँ सिधै उकालो ठाडै उकालो रहेछ हामीलाई त्यो अघिको रेसिडेन्टले भने अनुसार चाहिँ हामी यो बाटो फर्किनु पर्दैन यो होल लुप छ भन्दै थियो एज यु क्यान सी कति उकालो छ यो त अझै कभर गऱ्यो भने लास्टै गाह्रो हुन्थ्यो थ्याङ्क गड हामी चाहिँ एक लुप हान्छौँ फाइनली मलाई सेफ फिल भयो सेफ नहुने भयो यो ट्रेल किन राख्थ्यो त्यो त हो कि बट हु नोज अघि चाहिँ एकदम गर्मी भइरहेको छ अहिले यहाँ भित्रभित्र आएपछि चाहिँ हावाहरू एकदम लाएर चाहिँ एकदम चिसो फिल भएको छ तर फेरि हुटिलाम भने फेरि गर्मी फिल चिलाउँछ हो एकदम वाउ तपाईँहरू चाहिँ दुर्गम आउँदै हुनुहुन्छ या आउन सोच्नु भएको छ आफ्नो कार लिएर चाहिँ सो यु क्यान पार्क हियर है यदि पार्किङ स्पेस छ भने यहाँदेखि चाहिँ सजिलो हुँदो रहेछ किनकि हामीलाई थाहा थिएन सो हामीले चाहिँ माथि नै पार्क गरिसक्यो तपाईँहरूले चाहिँ यहाँ यो हाम्रो यो कति 5 मिनट्सको उकालो पनि झर्नु पर्दैन यस त्यो उकालो चढ्नु पर्दैन नि त है चढेर झर्नु पर्दैन नि त यहीँ थाहा भने यहाँ स्ट्रिट पार्किङ जति भन्यो नि रहेछ कहाँबाट जाने होला यताबाट उफ्रिउ न चिप्ल्यो भने त फर्किनु पर्छ म चाहिँ बिचबाट जान्छु हजुर ल चल हाम्रो चाहिँ 1 विक भयो यहाँ कन्टिन्यू पानी परेको ल हैन बिस्तारै त्यहाँ झन् चिप्लिन्छ म चाहिँ यहाँदेखि गाइस दिस कल नेचर है नेचरमा यस्तो सजिलो अलिकति स्ट्रगल बिना त केही सजिलो हुँदैन सो त्यही हो यसमा चाहिँ घाम लागेर चाहिँ यतापट्टि है वाउ अधारै चिसो भएर चाहिँ हामीले ज्याकेट लगाएको छौँ होइन त नि म चाहिँ हुडी लगाएको छु यस मैले चाहिँ ज्याकेट लगाएँ अनि गाइस
आई हेभ वान क्वेसन फर यु है बुढाबुढी भएकोहरूको तपाईँहरूको झगडा केमा हुन्छ भन्नुहोस् त हाम्रो झगडा चाहिँ केमा हुन्छ ल भनिदिनुहोस् तिमीले कहिले राम्रो फोटो खिच्दैनौ त्यही भएर मैले चाहिँ जहिले यस्तो दाम फोटो खिचिदिन्छु मेरो चाहिँ कहिले होइन लाइक 100 वटा खिच्यो भने आउट अफ 100 only like 1 or 2 It's not true guys, it's not true है It's all true मलाई कस्तो राम्रो खिच्दिन्छ तर सेटिस्फाई नै हुन्न Only facts वाउ सो हेर्न सक्नुहुन्छ तपाईहरुले ब्लू गम वाक भनेर देखाएको छ पछाडी हेर्न ब्लू गम अनि यहाँ नट अन्ली यहाँ सबै ठाउँमा ब्लू गम नै छ सो यता चाहिँ के हो नो एक्सिस छ सो लेट्स गो मेरो गाउँ जाने बाटो यस्तै हो नि हाम्रो गाउँ जाने बाटो नि लग्छ छैन है प्लिज हल्का स्लिपरी छ है बी केयरफुल No. Yep. True म त हो मलाई गर्न आउँदैन है मलाई टम्बोय भन्थ्यो मलाई सरले मैले अस्ति घर सजाएर थाहा पाएँ लास्टै स्ट्रङ रहेछ भनेर पाक्कै हो क्या है पाक्कै हो क्या हजुरले है तिमीले म पाक्कै सो यहाँ चाहिँ रुख डल्ले रहेछ जायन्ट हिँड्नु चाहिँ त्यो यो प्लान्ट आई डोन्ट नो लेट्स गो यस्तो छ है अस्तिको भन्दा चाहिँ कस्तो यसमा प्योर नेचर भाइब्स आयो होइन ओ माई गड यू यहाँ स्विमिङ गर्न दिने अलाउ भयो नि को गर्छ है यस्तो फोहोरमा वार्निङ स्विमिङ इज नट रिकमेन्डेड एट अल टाइम्स गाइस तपाईँहरूलाई हामी ताल देखाउँछौँ अघिको घिनलाग्दो ताल स्विमिङ इज नट रिकमेन्डेड भन्दै थियो त्यहाँ बोर्डमा स्विमिङ गर्ने ठाउँ ए नो स्विमिङ यस्तो पनि कसले गर्छ है के भने उ त्यहाँ बस्न चाहिँ कस्तो मजा आउँछ जस्तो छ है क्रोकोडाइल हुनसक्छ है यस्तोमा त है हुँदैन है यो प्लिज हुन्छ है हुँदैन हुनुहोस् ओन्ली क्रोकोडाइल नुहोस् सो गाइज हामी चाहिँ आइपुग्नै लाग्यो मलाई है मेबी एडभेन्चर छ यहाँ चाहिँ यहाँ चाहिँ हल्का एडभेन्चर छ यु क्यान सी है कस्तो छ हौ बाटो नै त्यो भए ड्रिङ्किङवाला नि त होइन भन्थ्यो नि ड्रिङ्किङ ओके मलाई चाहिँ के याद आयो भन न के का म्यान भर्सेस वाइल्ड यस मलाई त अघि नै त्यस्तो भाइब छ थियो त्यो त खाइदिन्छ हो त्यो त गरम पुरै खाइदिन्छ तर हुन चाहिँ त्यसको बडी त त्यही अनुसार नि भइसक्यो होला कि है म पानी पर्यो भने ओडार पनि भन्छ यहाँ यु क्यान स्टे हियर भनिदिएर क्या अझै अब हामीले धेरैचोटि भन्यो होला तर नेपालको भाइ चाहिँ छ वाउ हेर्नु है सिङ्गल रहेछ एक्लै देख्यो सुलुलु So we are almost at the end of our destination. कस्तो हाम्रो त्यो नेपाल भाइब छ खोलाहरू छन् त साइडमा है यहीँ बसेर खानु न त बसेर खानु हुन्छ हाम्रो के बिर्स्यो अरे सो गाइस हामीले यहाँ बसेर चटपट बनाएर खानु कि भनेको हामीले घरबाटै सामान लिएर आएको थियो नि त अनि गेस वार हामीले प्लास्टिक नै बिर्स्यौँ क्या चटपट बनाउने सो हामी चाहिँ यहाँ हाफ गरेर चाहिँ बनाउँछौँ
कस्तो छ चटपट खोइ देखाइदिनु न चटपट यस्तो है हाम्रो चटपट चाहिँ मिठो छ मैले बनाएको नि त सो टाउको मात्र ए ल ल हाम्रो ब्रेक टाइम ब्रेक टाइम कस्तो छ त आफूले बनाएको चटपट खाएर पनि सकिसक्यो अनि हामीले क्लिन पनि गरिसक्यौँ यो एरिया सो अब चाहिँ हामी फर्किन्छौँ कहाँ फर्किन्छौँ हामी अब फेरि आफ्नो गन्तव्यतिर लाग्छौँ यो चाहिँ हाम्रो नेपालको खोला जस्तै छ चट्ट सेम नेपालीको जस्तै है अँ सो छिटो छिटो अब हामी चाहिँ छिटो हिँड्नुपर्ने हुन्छ किनकि अलरेडी 5 वर्ष लागिसक्यो राम्रोसँगै चिप्लिन्छ अब हामी चाहिँ यो हुँदै जान्छौँ हामी चाहिँ अब छिटो गरेर हिँड्नुपर्छ जाऊ तिमी जङ्गलको बिचमा आइपुग्यौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ जङ्गलको बिचमा कहाँ आइपुग्यौँ होइन त अघि भर्खर ब्रेकमा हामीले चट्पट खाएर अलि पिरो अमिलो टक्क भएको हुनाले लास्टै तिर्खा लाग्यो अहिले चाहिँ बाटो चाहिँ हेर्न सक्नुहुन्छ कति भयो हामी हिँडेको 1.5 hours हामी चाहिँ अहिले 1.5 hours हिँडिसक्यौँ लाइक अलमोस्ट एट आवर डेस्टिनेसन अब चाहिँ हामी लगभग हाफ एन आवरमा पुग्छौँ कसरी खिच्छ हो मेरो त हातै दुख्यो जति हिँड्ने नि आइपुग्दैन हौ सो चटपट खाएर नि पिनट खाँदै हुनुहुन्छ सरले मलाई त अघि हिँड्दा कस्तो फिल भयो भन्दाखेरि चाहिँ म त अस्ट्रेलियामा छु भनेर नि बिर्सिरहेको म त क्या नेपालमा हिँडेको छु जस्तो फिल भइरहेको झस्याङ्ग भएर त ल म त अस्ट्रेलियामा पो छु जस्तो फिल भयो ए हस् सो गाइज फाइनली हामी चाहिँ एउटा डाँडाबाट अर्को डाँडामा आइपुग्यौँ जस्तै इक्जाम्पल हामी त्यो डाँडाको टपबाट हिँडेथ्यौँ भने हामी डाउन हुँदै टपबाट डाउन हुँदै आएर फेरि माथि आयौँ अनि अहिले चाहिँ यु क्यान सी है हामी चाहिँ एउटै लेभलमा आइपुग्न लाग्यो नि त इट मिन्स मेरो पोइन्ट अफ भ्यूबाट हामी चाहिँ रोड साइड या हाइवे साइडतिर चाहिँ अब हाम्रो हाइक पनि इन्ड हुन्छ हुन लागेको छ होला सायद सो या हामी चाहिँ अब रोडतिर निस्किन्छौँ होला हामी चाहिँ अहिले सिडनीमा कुन गाउँ जाँदैछौँ खै कुन गाउँ पुगेला जस्तो छ यो बाटो देखेर मलाई हराए जस्तो फिल नि भयो गाइस तर आइएम प्रिटी कन्फिडेन्ट यो बाटो यही हो किनकि हामी एकदम सबै साइन फलो गर्दै हिँड्दैछौँ यहाँ टावर पनि छ मैले म्याप पनि हिँडिसकेँ यो सिर्फ उसको भ्रम मात्र हो बाटो त्यस्तो चाहिँ पुरै
डरेको तुक्कै भयो तर यही हो बाटो चाहिँ अलि हल्का हामी चाहिँ त्यो साँझ भयो नि त हल्का ढिलो भएर त्यो भएर चाहिँ हल्का अँध्यारो भएर चाहिँ हो नत्र भए चाहिँ लुक दामी चाहिँ दामी 2000 years later. सो गाइस मैले अघि भने जस्तै नै रहेछ रोड साइडमा निस्किन्छ भनेर बट त्यो भनेपछिको बिचको बाटो माइ गड अब कस्तो कस्तो डार्क छ नि है यहाँबाट हेर्दै कस्तो डार्क छ हामी त्यो भित्र थियो अनि त्यही माथि साइनबोर्ड नि थिएन बिचमा त हामी गुगल म्याप हेर्दै आएको हामी धन्न सिग्नल पायो भन्नु न सिग्नल पायो अनि गुगल म्याप हेर्दै आएको त्यही माथि त्यो चरा छि मिल्ने भयो सबलाई मारिदिन्थ्यो त्यो नि सो अब चाहिँ कति 30 मिनट्स लाग्छ अब 25 मिनट्स अब 25 मिनट्स जति छ हाम्रो कार पार्क गरेको ठाउँमा पुग्नलाई सो यो चाहिँ एकदमै के भनौँ मेरो लागि त स्केरी टाइप नै भयो रमाइलो पनि भयो नि त हरिबल एकछिन त हो नि अहिले साँझ परेर नत्र भए त इट वाज अ गुड एक्सपिरियन्स हामीले त्यो जङ्गलबाट माथि लाइट बलेको हेर्नु लाइट नै बलेको रहेछ भन्थ्यो त उताबाट यहाँबाट देखेछ क्या खै यहाँबाट चाहिँ देखेन प्रभु ए है त्यहाँ देखेँ आएको ए अनि त्यो साइनबोर्ड इन भएको थियो नि मतलब साइनबोर्ड हेरेर अब यो भित्र रहेछ हामी त्यो भन्थ्यो नि त्यो झन् कति डार्क थियो नि त्यो भित्र त यस सक्यो सो हेलो गाइज वन्स अगेन हामी चाहिँ फाइनली घर आइपुग्यौँ हेर्न सक्नुहुनेछ ग्यारेजमा छ मैले चाहिँ हामीलाई चाहिँ 45 मिनट्स लाग्यो हामी चाहिँ एकदम थाकेर क्यामेरा पनि झिकेन उसले हामी चाहिँ लास्टै भयौँ है वाइल्ड नै भयो आजको चाहिँ सो भिडियो यही बन्द गर्दैछु सो बाई बाई सी इन द नेक्स्ट भिडियो